मेरो नाम हो सञ्जय दुरा र म गर्दैछु हिन्दी मुभी सिस्टमको कुरा। मे 22 2026मा रिलिज भएको मुभी बल्ल हेर्ने मौका पाएँ। पर्सनल्ली मलाई कस्तो लाग्यो रिभ्यू गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र लाइक गर्न नबिर्सनुहोला। तपाईँको सानो सहयोगले म जस्तै न्यू युट्युबरहरूलाई ग्रो हुन मद्दत गर्छ। यो एउटा कोर्टरुम ड्रामा हो जहाँ सोनाक्षी सिन्हा, आशुतोष, ज्योतिकालाई मुख्य भूमिकामा देख्न सकिन्छ। आशुतोष र सोनाक्षी बाबु छोरी हुन्छन्। बाबा एकदमै पावरफुल र सक्सेसफुल वकिल हुन्छ भने छोरी आफ्नो पहिचान बनाउन खोज्दै गरेको सङ्घर्ष गरिरहेको वकिल हुन्छ र यो मुभीमा ज्योतिका भने स्टेनोग्राफर हुन्छ। अब स्टेनोग्राफर के हो मलाई थाहा थिएन, यो मुभी हेरेर थाहा पाएँ। यदि तपाईँलाई थाहा छ भने कमेन्ट गर्नुहोस्। फिल्मको सबैभन्दा ठुलो प्लस पोइन्ट मलाई लागेको भनेको प्री क्लाइमेक्समा आउने सस्पेन्स हो, बुबा छोरी बिचको इमोसनल द्वन्द्व हो र खास गरी स्टेनोग्राफरको पात्र र स्टेनोग्राफरले कोर्टभित्रको खेललाई कसरी हेरिरहेको हुन्छ भन्ने दृष्टिकोण हो। फिल्मको स्टोरी निकै इन्ट्रेस्टिङ छ, तर फर्स्ट हाफमा कथा लम्बाउनलाई कथा तन्काएको जस्तो लाग्यो। समग्रमा यदि तपाईँलाई कोर्टरुम ड्रामा र इमोसनल स्टोरी मनपर्छ भने सिस्टम एकपटक हेर्न मिल्ने फिल्म हो। माइन्ड ब्लोइङ भने छैन, तर छि भन्ने जस्तो पनि छैन। वान टाइम वाचको लागि राम्रै छ।